मेरो छोरा पुरा पुन्टेर यसको मम्मी चाहिँ पर्छ साथीहरु हैन। यहाँदेखि तलको दृश्य देख्न सक्नुहुन्छ, निकै ओह्रालो छ। साथीहरु स्वागत छ यहाँहरुलाई देवलोवा लिम्बू ब्लगमा। साथीहरु आज चाहिँ हामी गाडामुनि भन्ने ठाउँमा जाँदैछौँ। म मेरो छोरा अनि मेरो श्रीमती। साथीहरु यसै गरी मेरो भिडियोलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्नु नभुल्नु होला साथीहरु। मलाई धेरै भन्दा धेरै सपोर्ट गर्नु होला साथीहरु भन्दै हामी चाहिँ गाडामुनि तर्फ आज लाग्दैछौँ। आँखामा सपना केसरी। अझ मेरो पसन्दी चाहिँ मैले बिहानदेखि खुदाकै छुइनँ। त्यो मेरो छोरा रेडी भएर निक्लिँदैछ हैन। त्यसै गरी मेरो गिरिया मन्दिर जिउ पनि रेडी भइसकेको छ, मोडलिङमा जान्छ अरे हो। त्यसै गरी धान सुकाइरहेछ हैन, चाहिँ कुखुराले खान्छ भनेर मेरो आमाले चाहिँ एकदम यहाँनिर रुँगिरहेछ उ लट्ठी बोकेर। हेर्न सक्नुहुन्छ साथीहरु हैन, लट्ठी बोकेर रुँगिरहेछ। त्यसै गरी आज चाहिँ हामी यहाँ चाहिँ जस्तै भर्खर जाउँ घाँस रोपेको उम्रिँदैछ हैन। पर चाहिँ अलिकति मकै पाकिसक्नु आँटेको छ। यसै गरी हैन, यहाँ चाहिँ मकै भर्खर छरिरहेछ। अब चाहिँ हामी बाइक निकालेर जान्छौँ साथीहरु गाडामुनितर्फ। फाइनली गाइसहरु हामी चाहिँ रेडी भइसक्यौँ हैन। मेरो छोरा मेरो श्रीमती ज्यूहरु हैन रेडी भइसक्यो। घाम अब्बड लागिरहेछ। के भन्छौ अरे मेरो छोरा सोनिमहाङ अनि मेरो गिरिया मन्त्री ज्यू चाहिँ अब बाइकमा सवार हुन्छ। त्यस पछाडि हामी लाग्छौँ। मेरो छोरा पुरा पुन्टेर यसको मम्मी चाहिँ पर्छ साथीहरु हैन। यहाँदेखि तलको दृश्य देख्न सक्नुहुन्छ, निकै ओह्रालो छ। हो त्यहाँ पर चाहिँ घाट छ साथीहरु हैन, मान्छेसँग चाहिँ डराउँछ। यसै गरी यो चाहिँ बहुत हाइटमा छ। अहिले चाहिँ म पुलमाथि छु साथीहरु हैन, देख्न सक्नुहुन्छ। पुलमाथिबाट चाहिँ यस्तो भ्यूजहरु कभर हुन्छ साथीहरु, देख्नुहुन्छ। यहाँ चाहिँ ओभर मान्छेहरु आउँछ साथीहरु हैन गर्नको लागि। मेरो श्रीमतीले चाहिँ डान्स गर्दैछ हैन। हामी चाहिँ आइसक्यौँ हैन। म यो इँटा हेर्नु आएको थिएँ साथीहरु हैन। मान्छे नभएर यो इँटा चाहिँ यतिकै डम्पिङ गरेर झार्दैछ गएछ साथीहरु हैन। यसलाई मिलाइदिनु पर्ने हो साथीहरु, तर मिलाइदिएन छ हैन। हामी चाहिँ गाडामुनि भन्ने ठाउँमा, यो बिर्तामोड ठाउँ पर्छ, गाडामुनि भन्ने ठाउँमा यो इँटा हेर्नु आएको साथीहरु हैन। हामी आइपुगिसक्यौँ गन्तव्यमा।